सायद भगवानले मेरो लागि बनाएको होला। गुलाबी ओठ अनि मिठो मुस्कान स्वर्गकी अप्सरा भन्दा कमै छैन। ओ हेलो, कता हराउनु भयो हजुर? ए सरी, हजुरलाई धेरै धेरै धन्यवाद। यो त मेरो कर्तव्य हो। साँच्ची हजुर कहाँबाट आउनु भएको? म काठमाडौँबाट गाउँ गाउँ घुम्न आएको। हेर्नु न, घुमाउने मान्छे नि कोही भएन। अब के गर्ने होला? हजुरले के भन्नुभयो? होइन, घुमाउने मान्छे भेटिहाल्छ नि भनेको। ए हो र? साँच्ची यो गाउँको नाम के हो? ए यो गाउँको नाम स्नान गाउँ हो। ओइ बोमे, त्यो कर्ण दाइको बहिनी छाया होइन? हो त, अब त मार्ने भयो। कर्ण दाइले थाहा भयो भने अब यो कुरा कर्ण दाइलाई भन्नुपर्छ। ल ल चम्छिरो भन्नु। साँच्ची कुरोमा हजुरको नाम सोध्नै बिर्सेछ। पहिला हजुरको भन्नु न। म आकाश। म जाँदा नि। ल गएँ म अहिले। कहाँ बस्नुहुन्छ नि तपाईँ? यो गाउँमा होटल नि छैन फेरि? हेरौँ कहाँ हुन्छ। ल अहिले गएँ है। ल ल हस्। भाग्यले चुरायो भने फेरि फेरौँला नि है। हुन्छ।